गेत्समनी भनिने ठाउँमा आउनुभयो र चेलाहरूलाई भन्नुभयो, म अलि पर गएर प्रार्थना गरुन्जेल तिमीहरू यही बस। अनि उहाँले पत्रुस र जब्दियाका 2 छोरा आफ्नो साथमा लैजानुभयो अनि उहाँ शोकित र अति व्याकुल हुनुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, मृत्यु नै होला झैँ गरी मेरो प्राण अति नै शोकले भरिएको छ। तिमीहरू यही बस र मसँग जागा रहु। है, यो तपाईहरूले अरू बेला पनि पढ्नु होला। यो क्रुसको बारेमा छ। यहाँनिर चाहिँ उहाँ क्रुसमा जानुभन्दा अगाडिको कुराहरू छ। यसो चाहिँ अब जानै पर्ने अवस्था आइसकेपछि उहाँले चाहिँ प्रार्थना गर्नुभएको कुराहरू छ। उहाँले भन्नुभएको छ, मृत्यु नै होला जस्तो भइसक्यो। है, प्राण त त्याग्नु भएको छैन, शरीरमै हुँदा पनि उहाँले, तर अब त शोकले एकदमै व्याकुल भएर मृत्यु नै होला जस्तो भइसक्यो। मेरो प्राण चाहिँ एकदमै शोकले भरिरहेको छ यो कुराले भनेर उहाँ चाहिँ पत्रुसहरूलाई चाहिँ उहाँको चेलाहरूलाई चाहिँ उहाँले भन्दै हुनुहुन्छ। अनि तिमीहरू यहाँ बस र मसँग जागा रहु। है, उहाँको चेलाहरूलाई लिएर जानुभएको थियो। पत्रुस र जब्दियाका 2 छोरा 3 जनालाई लिएर जानुभएको थियो। अनि मसँग जागा रहु भन्नुभयो के उहाँले चाहिँ। है, चाहनु भएको भए उहाँले त थुप्रो चेलाहरूको अगाडि पनि भन्न सक्नुहुन्थ्यो, तर उहाँको चाहिँ एकदमै मित्र, घनिष्ठ मित्र, आत्मिकी मित्रलाई चाहिँ लिएर एकान्तमा गएर उहाँले चाहिँ यसरी प्रार्थना गर्नुभएको कुराहरू हामी पाउँछौँ। अनि त्यसपछि अनि उहाँ अलिकति पर जानुभयो र भुइँमा घोप्टो परि यसो भन्दै प्रार्थना गर्नुभयो। त्यो 3 जना व्यक्तिलाई पनि छोडेर उहाँ चाहिँ अलिक पर जानुभएर प्रार्थना गर्नुभएको छ परमेश्वरको अगाडि चाहिँ। है, हे मेरा पिता, सम्भव छ भने यो कचौरा मबाट हटाउनुहोस्, तरै पनि तपाईँको इच्छा गरे चाहिँ होइन, तर तपाईँको इच्छा मेरो इच्छा गरे चाहिँ होइन, तर तपाईँको इच्छा गर्नुभए चाहिँ होस्। है, उहाँले चाहिँ भन्नुभएको छ, आफ्नो हृदय चाहिँ परमेश्वरलाई पोख्नु भएको छ। यहाँनिर हामी हेर्छौँ भने चाहिँ एकदमै व्याकुल भएर उहाँले भन्नुभएको छ, म यो क्रुसमा जाने कुराहरू, प्राण त्याग्ने कुराहरू, घिनलाग्दा कुराहरू, सहनु पर्ने कुराहरू चाहिँ तपाईँको इच्छा भए मबाट हटाइदिनुहोस् न परमेश्वर भन्नुहुन्छ उहाँले चाहिँ। है, अनि त्यसपछि तर मेरो इच्छा होइन भन्नुहुन्छ फेरि उहाँले चाहिँ, मेरो इच्छाले चाहिँ होइन, तपाईँको इच्छा पुरा भएको होस् भन्नुभएको छ। अनि चेलाहरू कहाँ आउनुभयो, फेरि उहाँ आउनुभयो परतिर प्रार्थना गरेर र तिनीहरू निदाइरहेको भेटाउनुभयो। है, चेलाहरू आज तपाईँ हामीहरू भनौँ, यसको अर्थ चाहिँ। है, यसो चाहिँ जानुभयो क्रुसमा हाम्रो निम्ति, पाप अधर्म सबैको निम्ति। अनि आज हामी वचन भन्यो कि यस्तो उस्तो होइन, झुल्याछ झुल्याछ झुल्याछ। अनि अन्त्यको दिनमा हामी कसरी उठाइ लैजाने त, हामी कसरी बौरी उठ्ने त यो कुराहरूले। है, तपाईँ र मलाई क्वेसन छ यहाँनिर चाहिँ, च्यालेन्जको कुरा छ। है, आज तपाईँ मेरो जीवन विश्वास गर्नु भयो, राम्रै भयो, ठिकै हो, तर जिउन गाह्रो छ विश्वासमा। अनि यहाँनिर भन्नुभएछ, अनि आउनुभयो र तिनीहरू निदाइरहेको भेटाउनुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, के तिमीहरू मसँग 1 घण्टा पनि जागा रहन सकेनौ? है, यसुलाई चाहिँ त्यति धेरै दुखेको छ कि, त्यति धेरै व्याकुल हुनुभएको छ कि, तर चेलाहरू चाहिँ निदाइरहेको भेट्नु भएको छ। अनि उहाँले भन्नुभयो, के 1 घण्टा पनि मसँग तिमीहरू खडा हुन सकेन? आज परमेश्वरको वचन लिनलाई चाहिँ के तपाईँहरू म धेरैमा कति बोल्छु होला, 15-20 मिनट? यति सुन्नलाई तपाईँहरू सक्नु भएन भने जस्तो हो यो चाहिँ, तपाईँहरूले लिनुहोस्। अनि त्यसपछि जागा रह र प्रार्थना गर कि तिमीहरू परीक्षामा नपर। हालेलुया। आत्मा साँच्चै तयार छ तर शरीर कमजोर छ। यहाँनिर चाहिँ है आत्माले चाहिँ भन्छ प्रार्थना गरौँ गरौँ गरौँ, वचन पढौँ पढौँ भन्छ होइन, तर शरीर र दिमागले भन्छ थैतले किन पढ्नु पर्यो, किन प्रार्थना गर्नु पर्यो। अदृश्यको कुराहरू साँच्चै
विश्वास गर्न गाह्रो छ नि, होइन? यहाँनिर येशूले भने येशू त तयारी हुनुहुन्थ्यो नि क्रुसमा जानलाई, तर उहाँ शरीरमा शिथिल हुनुभएको कुराहरू हामी पाउँछौँ। अनि फेरि उहाँ दोस्रोपल्ट जानुभयो र यसो भन्दै प्रार्थना गर्नुभयो, हे मेरा पिता, मैले यो कचौरा नपिएसम्म यो मबाट हट्दैन भने तपाईँको इच्छा पुरा होस्, है। फेरि उहाँले भन्नुभयो, यो मैले पिउनै पर्ने हो भने म पिउँछु, तपाईँको इच्छा पुरा होस् भनेर उहाँले भन्नुभएको कुरा छ। अनि उहाँ फेरि दोस्रोपल्ट जानुभयो र प्रार्थना गर्नुभयो, हे मेरा पिता, मैले यो कचौरा नपिएसम्म यो मबाट हट्दैन भने तपाईँको इच्छा पुरा होस्। अनि उहाँ आउनुभयो र तिनीहरूलाई फेरि निदाइरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा लट्ठ थिए, है। अनि यहाँनिर भन्दछ लट्ठ थिए। अनि तिनीहरूलाई छोडेर उहाँ फेरि जानुभयो र तेस्रोपल्ट पनि ती कुराहरू भन्दै प्रार्थना गर्नुभयो, है। यहाँनिर चाहिँ येशूले चाहिँ गेत्सेमनीको बगैँचामा चाहिँ गएर आफ्नो कष्ट, एकदमै कष्टको प्रार्थना, दयनीय प्रार्थना गर्नुभएको कुराहरू छ। उहाँ क्रुसमा जानुभन्दा अगाडि चाहिँ उहाँले चाहिँ परमेश्वरमा बिन्ती दरी गर्नुभयो, है। मेरो यो कचौरा मैले नपिएसम्म नहुने हो र यो कुराहरू मबाट हटाउन मिल्दैन र भन्नुभयो। हालेलुया। अनि तपाईँहरूले फेरि हेर्न सक्नुहुनेछ, येशूले गर्नुभएको बलिदान हो यो चाहिँ, फेरि यो चाहिँ परमेश्वरले गर्नुभएको बलिदान हो यो। अनि यहाँनिर तपाईँहरूले हेर्न सक्नुहुनेछ 27को फेरि 27बाटै हामी हेर्नेछौँ। 27को 27बाट टपिकमा लेखेको छ काँडाको मुकुट, किल्ला र क्रुस। परमेश्वरले येशूले चाहिँ हाम्रो पाप अधर्मको खातिर गर्नुभएको कष्ट, एकदमै दुःख यो हो, है। अनि मैले चाहिँ साँच्चै मलाई यो वचनहरू पनि पहिला राम्रोसँगले थाहा थिएन, तर मैले सुनेर विश्वास गर्दै गर्दा अनि पवित्र आत्माले भन्दै गर्नुहुँदा चाहिँ मलाई आराधना गर्दै गर्दा चाहिँ त्यो क्रुस भन्ने चिज चाहिँ, त्यो बलिदान भन्ने चिज चाहिँ एकदमै गाह्रो थियो, है। मैले त्यो कुराहरूलाई सम्झेर आराधना गर्दै गर्दा कति धेरै रुन्थेँ के म। गाह्रो थियो, कठिनाइ थियो नि, एकदमै गाह्रो थियो। आज परमेश्वरको लागि हामी के गर्न सक्छौँ? हामी के गर्न सक्छौँ, है? तपाईँ र मलाई क्वेसन छ। अनि यहाँनिर भन्दछ, तब राज्यपालका सिपाहीहरूले ध्यान दिएर सुन्नुहोस्, है। फेरि तपाईँहरूलाई कतिपय लाग्न सक्ला, ए यो क्रुसमा जानुभएको, खिसी गरेको, गिल्ला सहेको कुराहरू त छ नि भन्ने लाग्ला। तर तपाईँहरूले यहाँ एक बिन्दु, एक शब्द पनि ध्यान दिएर सुन्नुभयो भने यो रहस्यको कुराहरू तपाईँहरूले पाउन सक्नुहुनेछ परमेश्वरबाट। तब राज्यपालका सिपाहीहरूले येशूलाई राजभवनमा लगेर सम्पूर्ण पल्टनलाई उहाँकामा भेला गरे अनि उहाँका वस्त्रहरू फुकाले। तिनीहरूले उहाँलाई सिन्दुरे रङका वस्त्र पहिराइदिए, है। यहाँनिर चाहिँ येशूलाई चाहिँ क्रुसमा लानुभन्दा अगाडि चाहिँ राज्यपालका सिपाहीहरूले येशूलाई राजभवनमा लगेर सम्पूर्ण पल्टनहरूलाई उहाँका भेला गरे अनि उहाँको वस्त्रहरू फुकालेर उहाँलाई सिन्दुरे रङका वस्त्र पहिराइदिए। त्यो भनेको चाहिँ हामी पापको कुराहरू बुझ्दछौँ, है। अनि सिन्दुरे रङको कपडाको अर्थ चाहिँ पाप हो, है, अधर्मको कुराहरू हो। अनि हामी सेतो वस्त्रको कुरालाई लिन्छौँ भने धार्मिकताको वस्त्रलाई हामी सम्झन्छौँ। अनि यहाँनिर चाहिँ सिन्दुरे रङको वस्त्रहरू येशूलाई चाहिँ पहिराइदिएको छ सुरुमै, है। अनि यहाँनिर चाहिँ अनि काँडाको मुकुट गाँथेर तिनीहरू त्यसलाई उहाँको शिरमा लगाइदिएर उहाँले दाहिने हातमा एउटा निगालो राखिदिए अनि उहाँको अघिल्लीतिर घुँडा टेक्दै सलाम यहुदीहरूका राजा, है। त्यहाँनिर भनेको छ खिल्ली गर्दैछ अनि यहाँनिर चाहिँ सलाम यहुदीहरूका राजा भन्दै उहाँलाई खिसी गरे अनि तिनीहरूले उहाँलाई थुके र त्यो निगालो लिएर उहाँलाई शिरमा हिर्काए।
अनि उहाँलाई गिल्ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र उहाँबाट फुकालिदिए र उहाँको आफ्नै वस्त्रहरू उहाँलाई पहिराइदिए अनि उहाँलाई क्रुसमा टाङ्न लागे। अनि तिनीहरू बाहिर जाँदै गर्दा सिमोन नाम भएको कुरेनीका एकजना मानिसलाई तिनीहरूले भेटाए। तिनीहरूले उहाँको क्रुस बोक्न कर लगाए। अनि जब तिनीहरू गलगथा भनिने ठाउँमा आइपुगे, जसको अर्थ खोपडीको ठाउँ, तब तिनीहरूले उहाँलाई पित्त मिलाएको सिरका पिउन दिए। अनि उहाँले चाख्नु भएपछि पिउने इच्छा गर्नु भएन। अनि तिनीहरूले उहाँलाई क्रुसमा टाँगेर उहाँको वस्त्रहरू गोल हालेर बाँडे। अनि 36 मा छ, अनि त्यहाँ बसेर तिनीहरूले उहाँलाई पहारा दिए। अनि यिनी यहुदीका राजा येशू हुन् भनी लेखिएको उहाँको दोषपत्र उहाँको शिरदेखि मासतिर टाँसिदिए। तब 2 जना डाकुहरू पनि उहाँसँगै क्रुसमा टगाइए, एकजना दाहिने हातपट्टि र अर्को देब्रे हातपट्टि। अनि त्यहाँ आउने जानेहरू आफ्ना टाउको हल्लाइ यसो भन्दै उहाँलाई गिल्ला गर्दथे, ए मन्दिर भत्काएर 3 दिनमा बनाउने आफैलाई बचा त, परमेश्वरको पुत्र होस् भने क्रुसबाट ओर्ली आइज। त्यसरी नै मुख्य पुजारीहरूले पनि शास्त्रीहरू र बुढा प्रधानहरू सँगसँगै उहाँलाई गिल्ला गर्दै यसो भने, यसले अरूलाई बचायो, आफैलाई चाहिँ बचाउन सक्दैन। यो इजरायलको राजा भन्ने अब क्रुसबाट ओर्ली आओस् र हामी यसलाई विश्वास गर्नेछौँ। यसले परमेश्वरमाथि भरोसा गर्थ्यो। उहाँले यसलाई चाहनुहुन्छ भने उहाँले अहिले यसलाई छुटकारा दिउन्, किनभने यसले म परमेश्वरको पुत्र हुँ भनी भन्थ्यो। उहाँसँगै क्रुसमा टाँगिने डाकुहरूले पनि उहाँलाई त्यसरी नै निन्दा गरे। अब 12 बजेदेखि 3 बजेसम्म सारा यहुदी देशभरि अँध्यारो भयो। 3 बजेतिर यसो ठुलो स्वरले यसो भन्दै कराउनु भयो, एली एली लामा सबक्थनी, अर्थात् हे मेरो परमेश्वर तपाईले मलाई किन त्याग्नु भयो। है, सुन्नुभयो हजुरहरूले, यो पढ्नु पनि होला तपाईहरूले अरू बेला। यहाँनिर चाहिँ येशूले चाहिँ आफ्नो प्राण त्यागिन्जेलसम्मको चाहिँ सहनु भएको कुराहरू चाहिँ यहाँनिर छ है। अनि त्यसपछि एउटा यहाँनिर चाहिँ उहाँले चाहिँ सुरुमै त्यो पाप अधर्मको वस्त्रको अर्थ जुन हो त्यो लगाइदियो उनीहरूलाई चाहिँ। त्यति मात्र होइन, उहाँलाई गिल्ला गरे, थुके, कुटे होइन। अनि यहाँनिर चाहिँ सबै कुराहरू जति गर्न सकिन्छ के सबै कुराहरू गरे। उहाँलाई त अझ त्यो डाकुहरूसँगको क्रुसमा लगाइएको कुराहरू डाकु समान के उहाँलाई चाहिँ त्यतिसम्म उनीहरूले तलभन्दा पनि तलको निज व्यवहारहरू देखाइएको कुराहरू हामी पाउँछौँ है यहाँनिर चाहिँ। अनि तैँले अरूलाई बचाइसु तर तैँले आफैलाई बचाउन सकिनस्, कहाँ छ तेरो परमेश्वर है, त्यहाँनिर चाहिँ भनेको कुराहरू हामी पाउँछौँ। अनि साँच्चै यति धेरै उहाँले कष्ट, यस्तो धेरै कष्ट उहाँले सहनु भएको छ के है। आज हामी कसैले केही भनौँ भने कस्तो हुन्छ है, त्यस्तो लागेर आउँछ, फल्नाले मलाई यस्तो भन्न सुहाउँछ होइन। जज आफूले आफूलाई न्याय गरिहाल्छौँ। थोरै निन्दा मात्रै गर्यो भने पनि त्यस्तो धेरै लाग्छ हामीलाई चाहिँ। तर येशूले यहाँनिर चाहिँ हाम्रो निम्ति चाहिँ प्राण त्याग्नु भएको कुराहरू छ। हालेलुया। धेरै कष्ट सहनु भएको कुराहरू हामी पाउँछौँ। तपाईहरूले यो प्रकाश पाउन सक्नुहुनेछ। तपाईहरू जब आत्मामा उहाँको सत्यतामा प्रार्थना गरेर यो वचनलाई पढ्नुभयो भने यसबाट धेरै रहस्यको कुराहरू पाउन सक्नुहुनेछ। हालेलुया। अनि येशूले चाहिँ हामीलाई यत्रो धेरै कष्टहरू सहनुभयो उहाँले चाहिँ है। उहाँले त
अब अचम्म र मिराकलको काम मात्रै गर्नु भएन, प्रचार र शिक्षा मात्रै दिनु भएन, अगमबाडी मात्रै गर्नु भएन, सबै कुरा गर्नुभयो, सबै कुरा गर्नुभयो। फेरि लास्टमा के गर्नु पर्यो? आफैले प्राण त्याग्नु पर्यो है। त्यस्तो धेरै गर्नुभयो हामी मानिस जातिको लागि के। अनि आज हामी के गर्दैछौँ? अनि हामी यहाँनिर बुझ्न सक्छौँ। मत्ती 1:21 पढेर तपाईँहरूले सुनाइदिइहाल्नुहोस् त। यहाँनिर चाहिँ 1:21 चाहिँ के लेखिएको छ भने, अनि उहाँले पुत्र जन्माउनेछन् र तिमीले उहाँको नाम येशू राख्नु, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूको पापहरूबाट मुक्त गर्नुहुनेछ। हालेलुया। अगाडि नै अगमबाडी भइसकेको छ उहाँको विषयमा, जन्मिनुभन्दा अगाडि नै हेर्नुहोस् है। अनि त्यसपछि एउटा पुत्र जन्मिनेछन्, येशू राख्नु, अनि तपाईँहरूको पाप अधर्म सबै खातिर चाहिँ उहाँ क्रुसमा जानुहुनेछ, मुक्त गर्नुहुनेछ भनिकन पहिल्यै परमेश्वरले भनिसक्नु भएको छ है। अनि हामी यहाँनिर पुरानो करारमा हेर्दै गर्छौँ भने परमेश्वरले सबै असल सृष्टि गर्नुभएको थियो। पछिबाट मानिसहरू चाहिँ एकदमै होइन पाप अधर्ममा डुब्दै गए, एकदमै बेविचारहरू नराम्रो कुराहरू बढ्दै गयो। अनि के गर्नुभयो परमेश्वरले भन्नुहोस् त? के गर्नुभयो त्यसपछि? उहाँमा क्रोध दन्किएपछि उहाँले जल प्रलय पठाउनु भयो। हालेलुया। अनि जल प्रलय पठाउँदा चाहिँ नुहा भन्ने व्यक्ति, त्यो परिवार बाहेक कोही पनि थिएन अरे धर्मी, सबै अधर्मी, एउटै बिनाको। अनि आज तपाईँ हाम्रो जीवनमा पनि त प्रभुले त्यस्तै दण्ड दिन सक्नुहुन्थ्यो होला नि त, किन दिनु भएन त? किन उहाँले चाहिँ आफ्नै पुत्र पठाइकन हाम्रो पाप अधर्मको खातिर पठाउनु होला त? उहाँलाई माया लाग्दैन थियो होला र? आज हाम्रो छोराछोरीको माया लाग्दैन र हामीलाई? लाग्छ नि होइन? हामी यतिसम्म भन्न तयार छौँ कि छोराछोरीलाई केही नहोस्, बरु मलाई सबै कुरा होस्, आइलागोस्, त्यतिसम्म भन्छौँ। तर परमेश्वरले त्यो कुराहरू भन्नु भएन। उहाँले चाहनुभएको भए यो पृथ्वी सबै ध्वस्त पार्न सक्नुहुन्थ्यो, नाश गर्न सक्नुहुन्थ्यो। तर त्यतिखेर पनि परमेश्वर पछुताउनु भएको छ। जल प्रलय पठाएपछि पनि अबदेखि म मानिसलाई कहिले पनि यसरी जल प्रलय गरेर म नाश गर्ने छैन भन्नुभयो। अनि उहाँले चाहिँ परमेश्वर येशू ख्रीष्टलाई चाहिँ पठाउनु भएको छ हाम्रो पाप अधर्मको खातिर। अनि उहाँले चाहिँ हाम्रो निम्ति चाहिँ बलिदान गर्नुभएको छ है। अनि तपाईँहरूले किन बलिदान गर्नुभयो त? किन येशू पठाउनु भयो त हाम्रो निम्ति? हाम्रो पाप अधर्मको खातिर चाहिँ है। तपाईँहरूले सुसमाचार यूहन्ना 3 छोरालाई हेर्न सक्नुहुनेछ। सुसमाचार यूहन्ना 3:16 यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। हालेलुया। आज हेर्नुहोस् न, तपाईँ हाम्रो जीवनमा कति धेरै प्रभुले अनुग्रह, कति धेरै ब्लेस गर्नुभएको रहेछ। हामी जस्तो पापी अधर्मी अझै त हामी कतिपय कुराहरू हाम्रो सोचाइको कुराहरूले गरिपठाउँछौँ, परमेश्वरको विरुद्धमा, अगुवाको विरुद्धमा हामी गरिपठाउँछौँ है। अनि उहाँले भन्नुभयो म माथि विश्वास गर्ने चाहिँ कोही पनि नाश नहोस् तर उसले चाहिँ अनन्त जीवन, स्वर्गको राज्य पाओस् भनिकन परमेश्वरले चाहिँ येशू ख्रीष्ट हामीलाई आफ्नो पुत्र, एकदमै प्रेम गरेको पुत्रलाई चाहिँ हाम्रो माझमा दिनुभएको छ। हालेलुया। अनि उहाँले गर्नुभएको यो चाहिँ बलिदान त्याग थियो। अनि आज तपाईँहरूलाई, हामीलाई क्वेसन छ, हामी के गर्दैछौँ त? हामीले कसरी बलिदान गरिरहेका छौँ परमेश्वरलाई होइन? अनि टपिक 2 मा हामी छिर्नेछौँ। अब यो भयो हामीले
परमेश्वरले गर्नुभएको हामी प्रतिको बलिदान। अब हामी परमेश्वर प्रति हाम्रो बलिदानहरूलाई हामी हेर्नेछौँ। तपाईँहरूले पनि हेर्नुहोस्, आफूले आफूलाई हेर्नुहोस्, जाँच गर्नुहोस्। तपाईँहरूले आफूले आफूलाई जाँच गर्नुहुन्छ, हेर्नुहुन्छ भने तपाईँको आत्मिक लेभलहरू बढ्दै जान्छ। हालेलुया। अझै तपाईँ परमेश्वरको नजिकसम्म चाहिँ जाने अवसरहरू तपाईँहरूले पाउनुहुनेछ है। अनि आज तपाईँ हाम्रो जीवन चाहिँ परमेश्वरमा बलिदान गर्ने कि दान गर्ने त? हालेलुया। परमेश्वर चाहिँ दान होइन है, बलिदान चाहनुहुन्छ हामीबाट। हालेलुया। परमेश्वरलाई चाहिँ व्यवस्था भन्दा बलिदान मनपर्छ। हालेलुया। उहाँलाई चाहिँ दान भन्दा पनि बलिदान मनपर्छ। अनि आज हाम्रो जीवनबाट परमेश्वरप्रति हामीले कस्तो बलिदान गरिरहेको छौँ भन्ने कुराहरू हामी हेर्नेछौँ। अनि म आमाहरूलाई भन्न चाहन्छु, अब शरीरकै कुरा गरौँ न, हामी शरीरमा छौँ होइन। आमाहरूलाई आफ्नो श्रीमानले मेरो प्यारी, मेरो जीवन सास रहन्जेलसम्म त म तपाईँलाई माया गर्छु नि भनेको मनपर्छ हो कि पर्दैन? चुप लाग्नुभयो त फेरि। के गर्नु र, कोर्ट म्यारेज गरिहालेर मात्रै एक दुईवटा बच्चा पनि भइहालेर मात्रै नत्र यसलाई जानेको थिएँ भन्ने मनपर्छ? कुन मनपर्छ भन्नुहोस् त? अनि माया गरेको मनपर्छ नि होइन? मलाई पनि त्यस्तै मनपर्छ क्या है। मेरो प्यारी, म तिमीलाई कति माया गर्छु, मेरो सास रहन्जेलसम्म अरू केटीहरू हेर्न नपरोस्, अरू स्वास्नी ल्याउनु नपरोस् होइन, त्यस्तो भनेको मनपर्छ नि त। अब अनि परमेश्वरलाई पनि के भनेको मनपर्छ होला भन्नुहोस् त? के गर्नु र नि, गुरुबाबु आमा हुनुहुन्छ र मात्रै ग्रहण विश्वास गरिहालेर मात्रै पो त जानु परेको यो चर्च पनि होइन? यो प्रार्थना पनि गर्नु परेको छ, वचन पनि पढ्नु परेको छ। के गर्नु र, ग्रहण गरिहालेर मात्रै खतम भइहाल्छ। त्यस्तो भनेको मनपर्छ कि प्रभु म तपाईँमा साँचो तरिकाले अब चाहिँ जिउँछु, मेरो जीवनबाट जस्तो कुरा चाहनुहुन्छ त्यही कुराहरू दिनुहोस् भनेको मनपर्छ भन्नुहोस् त? परमेश्वरलाई त्यस्तै मनपर्छ नि। उहाँले चाहिँ आफ्नो एक मात्र पुत्र दिइहाल्नुभयो, सबै कुरा दिइहाल्नुभयो, मान्छेको जीवनमा सबै कुरा चाहिने कुराहरू दिइहाल्नुभयो। अनि के आज हामीलाई चाहिँ गुरुबाबु आमा हुनुहुन्न, नजाँदा हुन्छ होला है? त्यस्तो भनेको मनपर्छ त परमेश्वरलाई? मन पर्दैन। तर म प्रभुलाई धेरै धन्यवाद दिन्छु है, हाम्रो मण्डली चाहिँ एकदमै आत्मामा जागृति छौँ। हालेलुया। मान्छेलाई होइन कि येशूलाई हेर्छौँ हामी चाहिँ। आमेन। त्यही भएर त यति धेरै छौँ। म प्रभुलाई धेरै धन्यवाद दिन्छु, साँच्चै हो। हामी चाहिँ आत्मा र उहाँको सत्यतामा खडा भएका जातिहरू। हालेलुया। हामी चाहिँ मान्छेलाई गुरुबा गुरुआमा हुनुहुन्न भनेर अरू कुराहरूमा टोलाएर आज त त्यो जिनी भन्ने कुन चाहिँ रहेछ, त्यसको वचन छ, के चाहिँ बोल्ला होला र, नजाँदा पनि हुन्छ गुरुबाको वचन त भनेर है। तर आज चाहिँ परमेश्वरको भय, उहाँको आदर गरिकन तपाईँहरू सबै आउनुभएको छ। प्रभुले धेरै आशीर्वाद दिनुभएको छ। आमेन। अनि हामीलाई दिनु पनि हुन्छ परमेश्वरले अवश्य नै। हालेलुया। त्यही भएर हामी शरीरमा हुँदा त हामी एकदमै आफूलाई बलिदान गरेको कुराहरू आफ्नो परिवारले मनपर्छौँ भने परमेश्वरलाई पनि त्यही कुराहरू मनपर्छ। अनि त्यही भएर आज हामी कसरी हाम्रो जीवन चाहिँ परमेश्वरमा बलिदान गर्न सक्छौँ त? कसरी उहाँमा हामी समर्पित हुँदै जान सक्छौँ त है? ल तपाईँहरूले भन्नुहोस् त, एक दुईवटा पोइन्ट केही छ भने कसरी हामी चाहिँ परमेश्वरलाई हाम्रो बलिको रूपमा परमेश्वरलाई चढाउन सक्छौँ भन्नुहोस् त? हामी त सुनिरहेको क्या यो वचनहरू त है?
अनि यहाँनिर चाहिँ मैले चाहिँ ल्याएको छु एउटा चाहिँ रहेको छ धार्मिकताको जीवन जिएर। हालेलुया। अनि यहाँनिर परमेश्वरले यो जति पनि लेख्नु भएको छ यहाँनिर चाहिँ व्यवस्थाको कुरा, करारको कुराहरू गर्नुभएको छ, प्रतिज्ञाको कुराहरू गर्नुभएको छ, आज्ञाको कुराहरू गर्नुभएको छ, के गर्न हुने के गर्न नहुने सबै कुरा गर्नुभएको छ। हामीलाई चाहिँ प्रष्टै देखाउनु भएको छ है। त्यही भएको कारणले चाहिँ हामी उहाँको वचन अनुसार हामी उहाँको धार्मिकतामा, उहाँको भलाइ र सत्यतामा हामी जिएर चाहिँ परमेश्वरमा हामी समर्पित हुँदै जान सक्छौँ। हामी बलिदान गर्न सक्छौँ। अब धार्मिकताको जीवन कसरी जिउने त है? अब हामी आज्ञा पालन गरेर हामी जिउन सक्छौँ। परमेश्वरले कतिपय कुराहरू आज्ञा गर्नुभएको छ है। अनि तपाईँहरूले हेर्न सक्नुहुनेछ, नपल्टाउनु होला, प्रस्थान 20 को 1 देखि 17 सम्म हेर्न सक्नुहुनेछ। अहिले नपल्टाउनुहोस्। त्यसै गरिकन हामी पवित्रताको जीवन जिएर आफूलाई समर्पित गर्न सक्छौँ परमेश्वरमा चाहिँ। अनि त्यसै गरिकन हामी प्रार्थनाको जीवन, हालेलुया, प्रार्थनाको जीवन है। प्रार्थनाले चाहिँ हामीलाई हरेक कुरामा सहायता गर्छ। अनि हाम्रो आमाहरू विशेष गरेर हाम्रो दिलमाया आमा हुनुहुन्छ हाम्रो माझमा चाहिँ, उहाँले चाहिँ अब अरू कुरामा शारीरिक कुरा, आर्थिक कुरा भन्दा पनि प्रार्थनाको जीवन जिएर है आफ्नो मण्डलीको लागि प्रार्थना गर्ने, आफ्नो देशको लागि प्रार्थना गर्ने हामी आमाहरू पनि गर्न सक्छौँ। अनि यसरी प्रार्थनाको जीवन जिउँदै गर्दा चाहिँ हाम्रो जीवन चाहिँ उहाँमा समर्पण हुँदै जान्छ। हालेलुया। अनि वचनलाई अनुसरण गरेर सङ्गतिमा रहेर। हालेलुया। आज हामी यहाँ आएका छौँ नि, संसारमा कति कामहरू हुन्छ, मान्छेहरूले गर्छन्, के हाम्रो चाहिँ काम नभएर हामी आएको हो त? होइन नि। हाम्रो कामहरू गरौँ भन्दा कति छ नि, हामी के काम नभएर झोला बोक्दै कुदी हिँडेको हो त? होइन नि। तर हामी धार्मिकताको जीवन जिउनको निम्ति हामी है उहाँमा बलिदान समर्पण हुने कुराहरूको लागि हामी आज बुवाहरू मंगलबार बिहिबारको सङ्गति बस्नुहुन्छ, आमाहरू मंगलबार बुधबारको सङ्गति हामी आमाहरू बसिरहेको छौँ। 10 बजे पुग्नुपर्छ सङ्गतिमा है, झोला बोकेर। झोलामा के हुनु पर्यो? बाइबलहरू होइन बोकेर हिँड्छौँ हामी। त्यतिकै फुर्सद भएर त्यहाँ गएको होइन हल्ला गर्नलाई, तर धार्मिकताको जीवन जिउने कुरा हामी मंगलबार यहाँ भेला हुन्छौँ। हामी हप्तामा 4 चोटि त सङ्गति मात्रै गर्छौँ है। त्यही भएको कारणले सङ्गतिमा रहे पनि हामी धार्मिकताको जीवन जिउन सक्छौँ। अनि अर्को पनि छ है, फेरि यो आत्मिक कुरा हो भने शारीरिक कुरा, शरीरको बोझहरू पनि त छ नि होइन। हामी कति यहाँ गुरुबा गुरुआमा, एल्डर, टिकट, सेवक सेविकाहरू छौँ हामी यहाँ। अनि साँच्चै परमेश्वरले दिनुभएको आत्मिक वरदान र शारीरिक जिम्मेवार र भागलाई उठाएर पनि हामी के त बलिदान गर्न सक्छौँ। हालेलुया। शारीरिक कुरामा के हुन सक्छ ल भन्नुहोस् त? अब यो मण्डलीमा आउने जाने, प्रार्थना गर्ने, सङ्गति गर्ने मात्रै गर्नु भयो त? भएन नि त। मण्डली सफा हुनु पर्यो, फुलहरू छ यता गार्डनहरूमा फुलहरू फुलेको हुनु पर्यो, पानी लगाएको हुनु पर्यो, यता किचनमा भान्सा तयारी हुनु पर्यो, हो कि होइन? त्यो कुराहरू चाहिँ जिम्मेवारको कुराहरू छ, शारीरिक जिम्मेवारको कुराहरू। हाम्रो एम कुमारी दिदी हुनुहुन्छ यो कुरामा चाहिँ बलिदान गर्नुहुने धेरै प्रभुले देखिराख्नु भएको छ, उहाँलाई पनि आशिष दिनुहुन्छ। हालेलुया। यो कुरामा हामी विश्वास गर्नुपर्छ। फेरि आत्मिक कुरामा मात्रै हो वचन बाँडेर छ अङ्गनबाडी गरेर उडेकै छ, शारीरिक रूपमा बलिदान छैन भने चाहिँ हुँदैन। यो सबै कुरा चाहिँ मिलेर जानुपर्छ। हालेलुया। अनि यहाँनिर चाहिँ आज हामीले चङ्गा छुटकारा सबै परमेश्वरमा
पाएका छौँ। सबै कुरा उहाँबाट हामीले एकदमै राम्रो कुराहरू परमेश्वरले दिनुभएको छ। अनि परमेश्वरलाई चाहिँ हामी आज कसरी खुसी पार्छौँ त, कसरी बलिदान गर्न सक्छौँ त भन्ने कुरामा रहेको छ। तपाईँहरूले मर्कुस 8:34 हेर्न सक्नुहुनेछ। यहाँनिर चाहिँ मर्कुस 8:34 यहाँनिर लेखिएको छ, येशूले बोल्नु भएको कुराहरू छ। अनि जब उहाँले भिडलाई आफ्नो चेलाहरूसित आफू कहाँ बोलाउनु भयो र तब उहाँले तिनीहरूलाई भन्नुभयो, जसले पछि आउने इच्छा गर्दछ उसले आफैलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाओस् र मेरो पछि लागोस्। हालेलुया। यहाँनिर चाहिँ गजबको कुरा छ। तपाईहरुको जीवनमा चाहिँ क्रुसको कुरा चाहिँ एउटा दुःख कष्ट भन्ने बुझिन्छ भने एउटा क्रुसको अर्थ चाहिँ ब्लेस है, ग्रेसको कुराहरू, बलिदानको कुराहरूलाई हामी लिन सक्छौँ। अनि येशूले भन्नुभएको छ चेलाहरूलाई चाहिँ, जसले मेरो पछि आउने इच्छा गर्दछ उसले आफैलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाओस् र मेरो पछि लागोस्। हालेलुया। तपाईहरु त्यो क्रुस उठाउन तयार हुनुहुन्छ त? हालेलुया। यता जवानहरु बुवाहरु त लिँदैसक्नु भयो कि क्या हो? छैन नि? छैन। ल एकजना चाहिँ हुनुहुँदो रहेछ है। अनि उहाँको जीवनमा चाहिँ साँच्चै उहाँले चाहिँ हाम्रो एल्डर बुवा बोल्दै हुनुहुन्छ। उहाँले चाहिँ साँच्चै आफ्नो क्रुस चाहिँ जति सक्दो भार उठाउने कोसिस गरिरहनु भएको छ। अनि यहाँनिर चाहिँ भन्दछ, जसले मेरो पछि आउने इच्छा गर्दछ उसले आफैलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाओस् र मेरो पछि लागोस्। यो भन्नुको मतलब चाहिँ फेरि दुःख कष्ट सबै आफैले सरबराह गर्ने अनि हिँड्ने भन्ने कुरा होइन। यो चाहिँ आत्मिक कुराहरू हो है। तपाईहरु जस्तो अवस्थामा जुन ठाउँमा हुनुहुन्छ अनि जस्तो तवरले सक्नुहुन्छ परमेश्वरलाई हैन, अब कतिले मैले भने अघि प्रार्थना गरेर संगतिमा रहेर एकअर्काको लागि अब प्राण बचाउने कुराहरू, आत्मा बचाउने कुराहरूको लागि प्रार्थना गरेर त्यसरी तपाईहरु क्रुसको भारलाई उठाउन सक्नुहुन्छ। हालेलुया। अनि येशूको पछि हिँड्ने कुराहरू छ के यहाँनिर चाहिँ है, मेरो पछि आउने इच्छा गर्छ भनेर माथि भनेछ। त्यहाँनिर चाहिँ येशूको पछि हिँड्ने कुरा भनेको चाहिँ उहाँको वचन र आज्ञा पालन गर्ने भनेको है। फेरि उहाँको वचन र आज्ञा पालन गर्नु पर्यो। अनि आफैलाई इन्कार गर्ने भन्ने कुरा चाहिँ के हो त? आफैलाई इन्कार गर्ने भनेको आफ्नो शरीरको अभिलाषाहरू हैन, संसारको कुराहरू, जति पनि लोभ लालच इच्छाको कुराहरू आउँछ हाम्रो जीवनमा, त्यो कुराले चाहिँ प्रभुको वचनले के भन्दछ? संसारको धन लोभ लालचले चाहिँ परमेश्वरको वचन आउँछ तर त्यो वचनलाई निश्वासी दिन्छ है। अनि निश्वासी त्यो वचनै उकुस मुकुस निश्वासिएपछि त निस्केर जान्छ। त्यो फलहीन भयो कि त्यो वचन चाहिँ संसारको अभिलाषाले गर्दा चाहिँ यो वचनहरू हामीले कतिपय वचनहरू लिन्छौँ तर पनि त्यो चाहिँ एकदमै फलहीन भएर जान्छ है। निश्वासाइदिन्छ भनेको त संसारको अभिलाषाले चाहिँ, अभिलाषाको कुराहरूले चाहिँ हामी आमाहरू, हामी दिदी बहिनीहरू, हामी जवान जवानी भाइ बहिनीहरू संसारको अभिलाषाको कारणले गर्दा चाहिँ कतिपय विश्वासमा जिउन सक्दैनौँ है। कतिपय कुराहरू हुन्छ, किन मान्छे अन्धकारको कुरामा जान्छ, किन दुष्टको शैतानको चारो पर्छ भन्ने कुरा यही कुराहरूले गर्दा हो। संसारको थोकहरूले चाहिँ हामीलाई चाहिँ निश्चसाइदिन्छ साँच्चै। अनि क्रुस उठाउने कुराहरू छ। क्रुस उठाउने कुरा चाहिँ कर्तव्य जिम्मेवार आफ्नो कष्ट भारलाई चाहिँ उठाउनु हो है। जतिले एल्डरको जिम्मा बिशपको जिम्मा पाउनु भएको छ उहाँहरूले आफ्नो कर्तव्य निभाउनु पर्यो। सेवक सेविकाले जति पाउनु भएको छ त्यो कुराहरू चाहिँ उठाउने कुराहरू छ। अनि तपाईहरुले हेर्न सक्नुहुनेछ
उहाँको आज्ञा पालनको कुराहरू धेरै नै छ। परमेश्वरमा धेरै गर्नुभएको छ। महान आज्ञा चाहिँ उहाँको चाहिँ सुसमाचार सुनाउनु भनिकन उहाँले भन्नुभएको कुराहरू पाउँछौँ। त्यो आज्ञाहरूलाई पनि आज हाम्रो जीवनमा चाहिँ हुनुपर्छ। त्यो कुराहरू चाहिँ हामी मात्रै बाँच्ने होइन नि, तपाईँ र म मात्रै स्वर्ग जाने होइन, हाम्रो आफन्त, हाम्रो परिवार, छिमेकी सबै जानुपर्छ। हालेलुया। अनि प्रस्थान 20को 1 देखि 17सम्म हेर्नु त, अयुब भाइले पढिदिनुहोस् त। यहाँनिर चाहिँ 10 आज्ञाको कुराहरू गरिएको छ। हजुर, 20को 1 देखि 17सम्म ध्यान दिएर सुन्नु होला है। अनि यी सब कुरा परमेश्वरले भन्नुभयो, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट निकालेर ल्याए। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति तोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूका सामु नदिनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूको परमेश्वर, कहाँ गर्ने परमेश्वर हुँ। मेरा अवहेलना गर्ने पिता पुर्खाका धर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामा म कृपा गर्नेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नदिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुने छैन। 7 दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर सातौं चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सवार दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारेले, न गाई बस्तुले, न मूल ढोकाभित्र गएको परदेशले केही काम गरोस्। किनकि 6 दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा रहेका सबै थोक बनाउनुभयो, तर 7औं दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबै दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीका घरको लालच नगर्नु, आफ्नो छिमेकीको पतिको लालच नगर्नु, आफ्नो छिमेकीको कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आमेन। हाम्रो भाइलाई धन्यवाद, प्रभुले आशीर्वाद दिनुभएको छ। हामीले सुन्यौँ यहाँ आज्ञाको कुराहरू है। यहाँनिर अनि 14मा भन्दछ, तिमीले व्यभिचार नगर्नु है। अनि तिमीले अब यो हामीले चोरी गर्ने त्यस्तो अब होइन, त्यस्तो कुराहरू हामीले सबै जानिसक्यौँ, गर्दैनौँ के खास भन्ने अनि प्रकट हुने कुराहरू, ठ्याक्कै देख्ने कुराहरू हामी गर्दैनौँ। तर विश्वासी जीवन हो, आत्मिक कुरामा जिउँदै गर्दा पनि है त्यो प्रकट नहुने तरिकाले हाम्रो जीवनमा चाहिँ परमेश्वरको विरुद्धमा कामहरू भइपठाउँछ है। होसियार हुनुपर्ने कुराहरू यहाँनिर तिमीले व्यभिचार नगर्नु भनेको छ है। यो चाहिँ मान्छेले चाहिँ आफ्नो मन विचारबाट गर्ने कुराहरू होला। भलै तिमीले शारीरिक रूपमा ल्याउने तरिकाले गरेन होला, तर यो कुराहरू होसियार हुनुपर्ने कुराहरू है। शैतानको सबैभन्दा लाग्ने हतियार चाहिँ के रे? व्यभिचार। भन्नुहोस् तपाईँहरूले व्यभिचार? शैतानको सबैभन्दा लाग्ने हतियार के हो रे? यसले चाहिँ मान्छेलाई चाहिँ खतम। बुढो पनि भन्दैन, केटाकेटी भन्दैन, जवान त झन् भन्दैन है। मान्छेहरू के भएको? हरियो बाँसमा बाँध्ने बेला भइसकेको हुन्छ, के भएको? छक्क परेर आउँछु। आज हाम्रो जवानी भाइ बहिनीहरू हुनुहुन्न रहेछ है। होसियार हुनुपर्ने कुराहरू आज तपाईँ हामी के गर्दैछौँ है? तपाईँहरूले यहाँ पल्टाउनुहोस् न, यहाँनिर ठ्याक्क
ठ्याक्कै भन्दछ के एज्राको पुस्तक नहेमिया अगाडि छ। एज्राको पुस्तक 9 मा 1 देखि चाहिँ हामी 1-2 लाई हेर्नेछौँ। यहाँनिर के भन्दछ भने अनि यी कुराहरू गरिएपछि शासकहरू म कहाँ यसो भन्दै आए, इजरायलका मानिस पुजारीहरू र लेवीहरू यी देशका जाति जातिहरूबाट आफूलाई अलग राखेका छैनन्, तर यिनीहरू त कनानीहरू, हित्तीहरू, परिजीहरू, अम्मोनीहरू, मोआबीहरू, मिश्रीहरू र अमोरीहरूका घिनलाग्दा कामहरू अनुसार गरिरहेका छन्, किनभने उनीहरूले आफ्ना निम्ति र आफ्ना छोराहरूका निम्ति यिनीहरूका छोरीहरूबाट ल्याइएका यसैका उनीहरू र यस पवित्र वंशलाई यी देशका जातिसँग मिसाएका छन्। यस अपराधमा मुख्य हात अगुवा र शासकहरूको नै भएको छ। तर यहाँनिर चाहिँ मुख्य हात चाहिँ अगुवा र मुख्य शासकको भएको छ भन्छ। तर त्यतिखेरको समयमा भनिएको छ, अहिलेको समयमा चाहिँ मुख्य हात चाहिँ स्वयं आफ्नै छ। भन्नुहोस् त, भन्नुहोस् न, हिम्मत गर्नुहोस् के मुख्य हात चाहिँ आफैमा छ। किनभने हाम्रो गुरुबाले बेविचार नगर्नु है, यस्तो बेविचारको बारे, पवित्रताको बारेमा त कति भन्नुभयो है। हाम्रो कानको जाली फुटेर यो कानको नसै सड्किसक्यो होला, हो कि होइन भन्नु त? त्यही भएर यहाँनिर चाहिँ आफ्नो पवित्र जनहरूलाई चाहिँ मिश्रीहरूसँग मिसाएको कुराहरू होइन, यहाँनिर चाहिँ आफ्नै स्वास्नी तुल्याएको कुराहरू यहाँनिर हामी पाउँदछौँ। त्यही भएर होसियार हुनुपर्ने कुराहरू छन्। आज अगुवाहरू हामी तपाईँ सबै आफ्नो छोराछोरीलाई होसियार गराउनु पर्ने कुराहरू छ। आज पवित्र जन हामी यहुदी, हामी पवित्र जन हो, परमेश्वरको छोराछोरी हो भन्दै हाम्रो छोराछोरीहरू चाहिँ के गर्दैछन्? संसारको मान्छेसँग छन् कि, बोल्दैछन् कि, कुरा गर्दैछन् कि, होसियार हुनुपर्ने कुराहरू छ है। अनि यहाँनिर चाहिँ गुरुबाले जहिले पनि भनिराख्नुहुन्छ है, परमेश्वरको छोराछोरी चाहिँ शैतानको हातमा पर्नु हुँदैन। हालेलुया। मैले एउटा कुरा भेटेँ, प्रभुले मलाई त्यो देखाउनै लानुभएको थियो होला सायद। म स्कार्फ सिलाउन गएको थिएँ, मैले कोयाको भाइ बहिनीलाई सिलाइदिन्छु भनेर अनि गएको थिएँ। सबै ट्रेलरहरू बन्द थियो, त्यही बहिनीकोमा पुगेछु म त। अनि मैले भने स्कार्फको कुरा गर्दै गर्दा हामी त माग्थ्यो नि, त्यो बहिनी त पुरै अगुवा रे होइन, 14 वर्ष अरे विश्वास गरेको। हेर्नुहोस् है, आज होसियार हुनुपर्ने कुराहरू। 14 वर्ष विश्वास गरेको मान्छे कसरी लड्छ त? आज तपाईँ म कतिसम्म विश्वास गरेको? 4 वर्ष, 5 वर्ष, धेरैमा 10 वर्ष, 12 वर्ष, कति त बिचरा नयाँ हुनुहुन्छ आत्मामा। अनि त्यो बहिनीले चाहिँ 14 वर्ष विश्वास भयो अरे गरेको, केटाकेटीदेखि नै गरेको रहेछ बिचरा, उसको आमा बाउदेखि नै। अनि त्यसपछि बानेश्वरमा सेवाकाई गर्थ्यो अरे, काठमाडौँमै हुर्केको बढेको केटी रहेछ है। 14 वर्ष उसले सेवाकाई गर्दा त धेरै कुराहरू, वचनको कुराहरू त नजानेको भन्ने कुरा त थिएन होला, सबै कुरामा ऊ अगुवा थियो अरे। अनि त्यो कुराहरू मलाई सबै भन्यो। अनि त्यसपछि एउटा उसको घरमा पुग्दा चाहिँ पुरै उसले चाहिँ मन्दिर राखेर पाठ पूजाहरू गर्दो रहेछ। अनि त्यसपछि एउटा पहिला चाहिँ उसको आमाको मृत्यु भयो अरे। कसरी आयो त त्यो मृत्यु? त्यो मृत्यु कसरी आयो त? अनि मृत्यु भएपछि उसको बाउले लगत्तै अर्को कान्छी बिहे गर्यो अरे। अनि बाउले त कान्छी बिहे गरिहाल्यो भनेर ऊ पनि संसारको केटासँग चल्दिएछ है। आज त्यस्तो हुन्छ के, होसियार हुनुपर्ने कुराहरू। पवित्र जनलाई त उहाँ ऊ मिश्रीहरू, माओबीहरू, कनानी, हित्तीहरूसँगको पुरै
लडेर बढी लतर त्यस्तो हुनु हुँदैन हाम्रो जीवन चाहिँ। अनि हाम्रो जवान जवानी भाइ बहिनीहरू पनि होसियार हुनुपर्ने कुराहरू है। उसले त्यत्रो धेरै सेवाकार्य गरेको उसको इनाम उसको मुकुट कहाँ गयो त लास्टमा? कसरी लग्यो शैतानले? कसरी लग्यो? व्यभिचारबाट लग्यो नि त होइन? अपवित्र कुराहरूबाट लग्यो उसलाई है। अनि फेरि पछिबाट फर्केर गएको रे त त्यो मण्डलीमा। उसलाई त त्यही पास्टर त्यही अगुवाहरूको मन परेन अरे। कसरी लडायो उसलाई हेर्नुहोस् है। अब त्यसरी गयो आयो सजिलै स्वीकार्ने कुरा हुन्छ त मण्डलीले? हुँदैन नि। ऊ त अपवित्र अलग भयो। त्यो भएको कारणले आज हामी होसियार हुनुपर्ने कुराहरू मण्डलीहरू हामी बलिदान गर्दै गर्दा हामी परमेश्वरमा जिउँदै गर्दा चाहिँ होसियार हुनुपर्ने कुराहरू छ है। तपाईँ र मैले यत्रो गरेको बलिदान व्यर्थै खेर नजाओस्। हालेलुया। आजको दिनमा हामी गाह्रो तरिका ल्याएका छौँ परमेश्वरमा। हामी हाम्रो पुस्ताहरू खडा गर्दै गर्दा चाहिँ हामीले धेरै सेक्रिफाइसको कुराहरू गरेका छौँ, कष्ट उठाएको कुराहरू छौँ, यो मण्डली हामीले निर्माण गरेको कुराहरू छौँ। आज तपाईँ र मलाई केही भयो भने भोलि तपाईँको दाजुभाइले आएर तपाईँलाई छुन्छ? छुँदैन। हेर्नुहोस्, त्यही भएर हामी बलिदान गर्नुपर्ने मण्डलीको बारेमा चासो गर्नुपर्ने कुराहरू, आफ्नो बोझ र भार क्रुसलाई उठाउनु पर्ने कुराहरू शरीरको कुराहरूमा पनि छ है। भोलि प्रभुले मेरै तपाईँकै आत्मा चाहिँ उठाइ लगिहाल्नु भयो भने हेर्नुहोस्, मेरै अन्य जातिहरूले मलाई छुँदैन। तपाईँहरूले छुनुपर्ने हुन्छ। तपाईँहरूले कष्ट त्यो बोझ उठाउनु पर्ने हुन्छ। अस्ति मलाई मारानाथा गुरुआमाले भन्नुभएको साह्रै चित्त बुझ्यो मङ्गलबारको है। विश्वासीहरू चाहिँ कस्तो हुन्छ अरे भने हाम्रो पावल गुरुबा चाहिँ साह्रै कडा नि त, साह्रै कडा। अनि वचन पनि अब ठ्याक्कै वारपार छाड्ने गरी भनिहाल्ने होइन। अब झन् यस्तो पापको कुराहरूमा लडेको मान्छेलाई त के अब पुरै नगर्नुहोस् तपाईँहरूले, हामी भोगिसकेका छौँ। अनि त्यसपछि एउटा गुरुबा त साह्रै छुचारै छौ, केही नराख्ने है भनेर एक दिन आयो त्यो विश्वासी। एक हप्ता आयो, फेरि अर्को हप्ता अर्कोतिर मन डुलायो है, अर्को मण्डली गयो। अनि फेरि त्यो मण्डलीमा पनि उसलाई चाहिएको त त्यस्तै थियो नि त वचन होइन, तर पच्न सकेन उसले। अनि त्यसपछि एउटा पावल गुरुबाको वचन त ठिकै हो, तर पनि अलिक मलाई ठिक नलागेर के भनेर त्यो मण्डलीमा गएको, त्यहाँ पनि ठिक लागेन रे उसलाई फेरि। अनि फेरि अर्कोमा गएको रे, त्यहाँ पनि ठिकै लागेन। होस् हौ घरैमा म प्रार्थना गर्छु। आज तपाईँ हामी त्यस्तो डुलुवा विश्वासी हुनु हुँदैन है। तपाईँहरू म भन्छु यो ठाउँमा आउनुभएको छ, जति नयाँ हुनुहुन्छ एकदम राइट एकदम ठिक ठाउँमा आउनुभएको छ। हालेलुया। यसको न्याय चाहिँ परमेश्वरले गर्नुहुन्छ। अनि आज हामी यहीँ नै रहँदै गर्दा तपाईँ हामी सबै दाजुभाइ दिदीबहिनी हौ। आमेन। त्यो भएको कारणले हामी एकअर्काको मर्म बुझ्ने, एकअर्काको जिम्मेवारलाई हामीले उठाउने, एकअर्काको आत्मा बचाउने हामीले काम गर्नुपर्छ। हालेलुया। यो पनि हाम्रो शारीरिक बलिदान हो। त्यही भएको कारणले हामी मण्डली छोडेर कहीँ जानु हुँदैन है। हामी एकै ठाउँ जस्तो सुकै कष्ट आइपरोस् न, जस्तो सुकै भार उठाउनु परोस्, तर प्रभुले माथिबाट हेरिराख्नुहुन्छ। वचनले के भन्छ? जसले अन्तसम्म सहन्छ उसैको उद्धार हुन्छ। हालेलुया। हामी आज उडन्ते पुत्र जस्तो उडी हिँड्ने मण्डली भयो भने भोलि दिनमा केही पर्यो भने कसले हेर्छ उसलाई होइन? कसले हेर्छ? कोही बेला आउने कोही बेला नआउने, किन आयो किन आएन थाहा नै हुन हामीलाई
त्यो भएको कारणले हामी चाहिँ परमेश्वरमा साँचो तरिकाले जिउने कुराहरू, प्रार्थना गर्नुपर्ने कुराहरू छ। अनि तपाईँहरूले हेर्न सक्नुहुनेछ, हेर्नुहोस् हामी अब यस्तो धेरै कष्टको घडी हामी बलिदान गरेर परमेश्वरमा जिउँदै गर्दा चाहिँ हाम्रो जीवनमा धेरै कष्टहरू आउँछ, धेरै परीक्षाको कुराहरू तपाईँ हाम्रो जीवनमा आउँछ। अनि यहाँनिर याकुबले चाहिँ लेख्नु भएको छ, याकुबले चाहिँ क्रिस्चियनहरूलाई चाहिँ लेटर पठाउनु भएको छ, परीक्षाको बारेमा भन्नुभएको छ है। म अन्तिम घडी वचनमा आइसकेको छु, त्यही भएर तपाईँहरू अल्छी नगरिदिनु होला। अनि यहाँनिर चाहिँ भन्नुभएको छ, हामी 12 देखि 17 सम्मलाई हेर्नेछौँ। याकुबको 12 मा, धन्य हो त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ, किनकि उसको जाँच भइसकेपछि उसको जीवनको मुकुट पाउनेछ, जुन मुकुटको प्रतिज्ञा प्रभुले आफूलाई प्रेम गर्नेहरूसँग गर्नुभएको छ। हालेलुया। त्यो मानिस चाहिँ धन्यको जो चाहिँ परीक्षामा रहन्छ है। अनि त्यो परीक्षा आउँदै गर्दा चाहिँ हाम्रो विश्वासी लाइफमा चाहिँ विश्वासीहरू धेरै किन भड्किन्छ थाहा छ? विश्वास गर्छ, उसले चाहिँ एउटा आशा केही पाउने आशामा उसले विश्वास गरेको हुन्छ नि त होइन, ग्रहण गरेको हुन्छ, वचनको कुराहरू पनि बुझेको हुँदैन बिचरा। अनि आत्मिक कुराहरू त झन् उसले बुझ्नै कुरा आएकै हुँदैन। अनि उसले चाहिँ अब प्रभुमा त सबै कुरा छ अरे नि त हौ, पाइन्छ अरे नि त, डलर पनि अलिअलि यसो भन्ने हेतुले पनि कति आएको हुनसक्छ होइन। अनि त्यो भएको कारणले उसको जीवनमा विश्वासको जाँच हुन्छ के। अनि उसमा चाहिँ परीक्षाहरू आउँछ, परमेश्वरबाट पनि आउँछ, शैतानबाट पनि आउँछ। अनि त्यो भएपछि त ऊ त ट्र्यापमा पर्छ नि त। अनि ओहो ल खतम पो गरिएछ है। पहिला कुल देउता पितृ के मान्दै आएको, त्यो रिसा त लु त्यतैतिर जानु पर्यो भनेर फेरि फर्किएपछि हुन्छ त? हुँदैन। यहाँनिर भन्छ धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ। त्यो परीक्षामा चाहिँ हामी चाहिँ स्थिर रहनुपर्ने कुराहरू छ। हालेलुया। अनि त्यो व्यक्तिलाई चाहिँ प्रभुले चाहिँ म जीवनको मुकुट पाउनेछ, उसले पाउनेछ। अनि जुन प्रतिज्ञा चाहिँ परमेश्वरले चाहिँ आफूलाई प्रेम गर्नेहरूमाथि राख्नु भएको छ भनेको छ। अनि 13 मा भन्दछ, परीक्षामा पर्दा कुनै मानिसले म पनि परमेश्वरद्वारा परीक्षा परे पनि नभनोस् है। यहाँनिर चाहिँ मलाई त प्रभुले परीक्षामा पारेर खतमै भयो नि त्यसो भन्नु हुँदैन अरे है। प्रभुले चाहिँ कतिखेर चाहिँ हामीलाई परीक्षा गर्नुहुन्छ भने विश्वासको जाँच चेक गर्नुहुँदा चाहिँ उहाँले हामीलाई परीक्षामा कतिपय कुराहरू पार्नुहुन्छ। तर पनि हामीले त्यस्तो भन्नु हुँदैन रहेछ। प्रभुलाई धन्यवाद दिनुपर्ने कुराहरू छ। हालेलुया। अनि त्यसपछिबाट किनकि खराब कुराहरूद्वारा परमेश्वरको परीक्षा हुन सक्दैन, न त उहाँले आफूले कुनै मानिसलाई परीक्षा गर्नुहुन्छ। हालेलुया। परमेश्वरले चाहिँ खराबी ल्याएर कुनै पनि त्यसरी हामीलाई परीक्षा गर्नुहुन्न अरे। जे गर्नुहुन्छ नि तपाईँहरूलाई थाहा छ, कतिपय जीवनमा कष्ट आउँछ अनि लास्टमा ढ्याक्कै आशिष आइदिन्छ। हालेलुया। यो कुरा तपाईँहरूलाई थाहा छ? मेरो जीवनमा पनि धेरैचोटि भएको छ यो कुरा चाहिँ, मैले एकदमै अनुभव गरेको कुराहरू। अनि त्यो कष्टमा म जब सहन्छु है, एकदमै प्रार्थनामा प्रभु भनेर म प्रार्थना गर्छु, सहन्छु भने चाहिँ अनि प्रभुले चाहिँ मेरो जीवनमा पनि त्यसरी आशिष ल्याउनु भएको कुराहरू छ। तर हरेक मानिस आफैले आफ्नै अभिलाषाद्वारा खिचिएर र फसेर परीक्षामा पर्छ। मान्छे चाहिँ कसरी परीक्षामा पर्दो रहेछ त है। यहाँ हेर्नुहोस् है, तपाईँहरूले पनि पढ्नुहोस्। तर हरेक मानिस आफ्नै अभिलाषाद्वारा खिचिएर र फसेर परीक्षामा पर्छ। त्यसपछि जब अभिलाषा गर्भवती हुन्छ तब त्यसले पापलाई जन्माउँछ, अनि पाप पुरा बढाएपछि त्यसले मृत्यु उत्पन्न गर्छ। अब आमेन नभन्नुहोस् है। यहाँनिर चाहिँ होसियार हुनुपर्ने कुराहरू है। पहिला चाहिँ अब मान्छेले के गर्छ भने
कसैले त सुनेको छैन हैन, यति बोल्दा त के हुन्छ र, यति गर्दैमा यो त पाप होइन होला भन्छ के मान्छेले। त्यसपछि एउटा बिस्तारै 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 त्यो चाहिँ बढ्दै जान्छ। कुरा चाहिँ सानो थियो है, त्यहाँबाट त्यो बढ्दै 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 गयो अनि त्यो अभिलाषा चाहिँ गर्भवती हुन्छ अरे। अनि त्यसले पाप जन्माउँछ है। पाप जन्मेपछि चाहिँ त्यसले चाहिँ पुरै बढाउँछ हैन। एउटा बच्चा जन्मिएपछि रोएपछि त संसार कराउँछ नि त हैन, संसार हल्ला हुन्छै हुँदैन भन्नु त हुन्छ नि। माथि हाम्रो चर्चको छेउमा बिचरा सानो बच्चा जन्माएर त्यहीँ राखिरहेको रहेछ के, बाँसघारीको जस्तो चेपमा। त्यो कसरी भयो त? आज यो वचन यहाँनिर तपाईँहरूले बुझ्नुपर्छ। त्यो बच्चालाई 9 महिनासम्म त लुकाउन सक्यो गर्भमा हैन, छोपछाप गर्दै, तर पनि त्यसपछि लुकाउन सक्यो त उसले सकेन नि। त्यो भएको कारणले त्यहाँ ल्याएर छोडिराखे बिचरा त्यो बच्चालाई। अनि त्यो बच्चा जन्मेपछि त सारा संसार अब रुन्छ कराउँछ हैन। त्यो भएपछि त ला अब के भयो भन्ने हुन्छ। त्यो भएको कारणले चाहिँ त्यो कुराहरू, त्यो पापहरू चाहिँ बढ्दै गएपछि मृत्यु उत्पन्न गराउँछ है। हामी होसियार हुनुपर्ने कुराहरू छ। मेरा प्रिय भाइहरू, भुलमा नपर, हरेक असल दान र हरेक सिद्ध दान माथिबाटको। हालेलुया। यहाँनिर चाहिँ असल है, असल दान र हरेक सिद्ध दान भनेको छ। निष्कोट बिना स्वार्थको दान, त्यो चाहिँ माथि परमेश्वरबाटै आएको हुन्छ अरे। हालेलुया। अनि साँच्चै नै यहाँनिर जुन भन्नुभएको छ याकुबले विश्वासीहरूलाई, यो कुराहरू चाहिँ हामीले हाम्रो जीवनमा ल्याउनु पर्ने हुन्छ, हामीले उतार्नु पर्ने हुन्छ। हामी त्यसै गरिकन मत्ती 5:6लाई पनि हेरिहालौँ ल। मत्ती 5:6ले के भन्छ भने नि, धार्मिकताको निम्ति भोगाउने र तिर्खाउनेहरू धन्य हुन्, किनभने उनी तृप्त हुनेछन् उनीहरू। हालेलुया। आज हामी परमेश्वरको निम्ति, उहाँको धार्मिकताको निम्ति म जिउँछु, म बोझ उठाउँछु, म त्यो क्रुसलाई चाहिँ उठाउन तयार छु, प्रभु मलाई तयार गर्नुहोस् भनेर तपाईँहरू तयार हुनुहुन्छ भने चाहिँ साँच्चै परमेश्वरले चाहिँ त्यो व्यक्तिहरूलाई चाहिँ तृप्त पार्नुहुन्छ। आमेन। मैले अघि हजुरहरूलाई भने आराधनामा मैले जुन देखेको कुराहरू एकदमै दामी कुराहरू थियो। त्यो कुराहरू चाहिँ है आज हामी मण्डलीमा मात्रै हुँदा तपाईहरूलाई त्यस्तो हुनसक्छ, मेरो जीवनमा पनि त्यस्तो कति भइरहन्छ है। म सङ्गतिमा सेवामा रहँदा चाहिँ प्रभु तपाईँको इच्छा मेरो जीवनमा जे छ त्यो पुरा गर्नुहोस् त्यस्तो भन्ने मन आउँछ। अनि फेरि शरीरको कुराहरू जब यो चर्चबाट बाहिर खुट्टा बाहिर निस्किन्छ तबबाट चाहिँ संसारको कुराहरू फेरि थिचिहाल्छ, त्यस्तो हुन्छ। अनि यहाँनिर चाहिँ परमेश्वरले भन्नुभएको छ धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेलाई चाहिँ परमेश्वरले चाहिँ के त तृप्त पार्नुहुनेछ। आमेन। 10मा भन्दछ धार्मिकताको निम्ति सताइनेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य उनीहरूकै हो। हालेलुया। अब हेर्नुहोस् न, मैले सुरुदेखि तपाईँहरूलाई कुरा गरेँ, गवाईदेखि लिएर परमेश्वरले गर्नुभएको बलिदानदेखि लिएर हामीले गर्नुपर्ने बलिदानदेखि लिएर, अनि हामी परमेश्वरमा साँचो तरिकाले प्रभु म जिउँछु, मलाई सिकाउनुहोस्, म चाहन्छु त्यो कुराहरू स्वर्गीय कुराहरूमा म तिर्खाउँछु भन्दै गर्दा चाहिँ हाम्रो जीवनमा चाहिँ धेरै कष्टहरू आउँछ। हालेलुया। परिवारबाट आउँछ कतिलाई है, कतिलाई अब आफ्नै परिवार नबाट नआए पनि होइन, दाजुभाइको परिवारहरूबाट प्रेसर आउँछ, कतिपय निन्दाको कुराहरू आउँछ, ए क्रिस्चियन यस्तो त्यस्तो भन्ने कुराहरू आउँछ। मेरै परिवारबाट पनि आउँछ। हेर्नुहोस्, मेरो बाजे बोजूहरू मेरो परिवार मात्रै हो विश्वासी, मेरो सासू हुनुहुन्छ, मेरो ससुरा हुनुहुन्न है, अनि मेरो बाजे मेरो फुपूहरू माइतीतर्फबाट उहाँहरू धनाढ्य हुनुहुन्छ, उहाँहरूबाट पनि आउँछ त्यो कुराहरू। तर प्रभुमा हामी सदा के त आशा र भरोसा राख्ने जाति। आमेन। अनि यहाँनिर भन्दछ धार्मिकताका निम्ति सताइनेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य उनीहरूकै। हालेलुया। हामीले संसारलाई त यसै जित्यौँ उसै जित्यौँ, तर हामीले स्वर्गलाई पनि जितेका छौँ। हालेलुया। अनि परमेश्वरको वचनले भन्नुहुन्छ के
हाम्रो त यो यहाँनिर जति पनि छ नि त डकुमेन्ट नागरिकता त्यो त सबै फेक पो भन्नुहुन्छ हौ परमेश्वरले त। हामीलाई त स्वर्गीय नागरिकता पो दिएको छ अरे। हालेलुया। हामी चाहिँ ओरिजिनल, हाम्रो ओरिजिनल नागरिकता चाहिँ माथि छ है स्वर्गमा। आमेन। अनि यहाँनिर 12 मा भन्नुहुन्छ रमाउँ र अत्यन्तै खुसी हो किनकि स्वर्गमा तिमीहरूको ठुलो इनाम छ। हालेलुया। अनि त्यसै गरिकन तपाईहरुले पढ्नुस् न प्रेरित 16 को 31 लाई पढाउनुस् त कति मिठो कुराहरु छ यहाँ। प्रेरित 31 को 16 मा म पढेर सुनाइदिन्छु। अनि उनीहरूले भने प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईले मुक्ति पाउनुहुनेछ र तपाई र तपाईको परिवारले। आमेन। आज तपाईहरुले विश्वासमा जिउँदै गर्दा आफ्नो परिवारको कारणले कति कष्ट भोगिराख्नु भएको छ होला। आफूलाई प्रार्थना गर्न मन लाग्छ, वचन पढ्न मन लाग्छ, संगति जान मन लाग्छ, अब बाधाहरू आइरहेको होला हैन, जान पाउनु भएको छैन होला। तर पनि प्रभुमा धैर्य गर्नुहोस्। परमेश्वरले चाहिँ के गर्नुहुन्छ भने तपाईको पुरै घरानाले चाहिँ परमेश्वरलाई चिन्नेछन्। आमेन। अनि यूहन्ना 16 को 33 मा पढ्नु होला। म अन्तिममा आइसकेको छु। यूहन्ना सुसमाचार यूहन्ना 16 को 33 मा यसरी लेखेको छ अनि उनीहरूले भने प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईले मुक्ति पाउनुहुनेछ र तपाईले र तपाईको परिवारले। सरी है, यो एउटै भएछ। प्रेरित 16 को 33 पढ्नुहोस्। 16 को 33 ए होइन रहेछ, सरी। त्यसै गरिकन तपाईहरुले पढ्नुहोस् 2 तिमोथी 2 को 3 लाई हेर्नुहोस् त। दोस्रो तिमोथी 2 को 3। पाउनुभयो? पढिदिनुहोस् त तर्को स्वरमा। दोस्रो तिमोथी 2 को 3 मा यसरी लेखिएको छ, मैले पाएँ पढिदिन्छु। यसकारण येशू ख्रीष्टको असल सिपाही झैं दुःख उठाऊ, आफूलाई सिपाहीमा भर्ना गर्नलाई खुसी पार्नका निम्ति कुनै पनि लडाई गर्ने मानिसले आफूलाई यस जीवनका धन्दाहरूमा फसाउँदैन। हालेलुया। यहाँनिर चाहिँ उत्तम योद्धाको बारेमा भनेको छ के परमेश्वरमा असल तरिकाले जिउने ख्रीष्टका सेना, जिजस आर्मी भन्छ जसलाई चाहिँ है। अनि त्यो जिजस आर्मीले चाहिँ आफूलाई चाहिँ सानोतिनो धन्दा, सानोतिनो कुरामा फसाइराख्दैन अरे के। एकदमै असल सिपाही झैं दुःख उठाऊ। येशू ख्रीष्टको चाहिँ असल सिपाही झैं दुःख उठाऊ, आफूलाई सिपाही गर्नमा चाहिँ खुसी पार्नका निम्ति कुनै पनि लडाई गर्ने मानिसले आफूलाई यस जीवनको धन्दाहरूमा चाहिँ फसाउँदैन भनेको छ। अनि हामी साँच्चै विश्वासमा जिउँदै गर्दा चाहिँ सानोतिनो हैन, धन्दामा सानोतिनो कुरामा अल्झिने कुराहरू हैन, तर हामी ख्रीष्टको सेना चाहिँ असल सिपाही चाहिँ दुःख उठाउनु पर्ने हुन्छ। हालेलुया। अनि यहाँनिर चाहिँ जसले चाहिँ यहाँनिर मत्ती 24 को 13 मा पनि भन्दछ जसले अन्तसम्म सहन्छ उसैको उद्धार हुन्छ भनिकन यहाँ वचनले हामीलाई चाहिँ सान्त्वना दिएको कुराहरू छ। अनि त्यसै गरिकन म वचनको अन्तिममा आइसके अनि म थोरै एउटा कुरा बोल्न चाहे। मैले यही राखे यो जुन उयोको कुराहरूलाई चाहिँ परमेश्वर प्रति हाम्रो बलिदानको कुराहरूलाई म यही राखे। म अर्को टपिकमा जान चाहे। हाम्रो मण्डलीमा कतिजना बिमारीहरू हुनुहुन्छ? भन्नुहोस् त, हुनुहुन्छ? अर्को को हुनुहुन्छ? आफूलाई दुखिरहन्छ, साह्रो भइरहन्छ, अब त्यस्तो हुन्छ नि त कसैलाई होइन।
त्यसो हुन्छ तपाईँहरूलाई कसलाई? हाम्रो आन्टी 2 जना एकदम स्वतन्त्र हो, पुरै चङ्गै छुटकारा। हालेलुया। अब जो चाहिँ अब मलाई गाह्रो भइरहन्छ, हे प्रभु मलाई यस्तो अब दुखी पनि राखेको हुँदैन नि त, हुन्छ नि त होइन, त्यो नक्कल गरे त होइन, उहाँहरूले बिचरा गाह्रै भएर आउनु भएको हुन्छ। अनि उहाँहरूको निम्ति चाहिँ परमेश्वरले चाहिँ थोरै यहाँनिर चाहिँ है थोरै यहाँ औषधि छोड्नु भएको रहेछ, एन्टिबायोटिक। हालेलुया। यहाँनिर के एन्टिबायोटिक छोड्नु भएको रहेछ भने वचनद्वारा मर्कुस 5:25 लाई हेर्नुहोस् त तपाईँहरूले। मर्कुस 5:25 मा यसरी लेखिएको छ। यहाँ चाहिँ येशूले चाहिँ गर्नुभएको प्रेरित कामहरूको बारेमा हामी पाउँछौँ। अनि यहाँनिर चाहिँ येशूले चङ्गाई गर्नुभएको कुराहरू हामी पाउँछौँ है। यो चाहिँ विशेष चाहिँ हाम्रो रोगी बिमारीहरू अब जति पनि प्रार्थना गर्न आउनु भएको छ उहाँहरूको लागि पनि एउटा केही आशा लिएर आउनु भएको हुन्छ, तृष्णा लिएर आउनु भएको हुन्छ। त्यही भएर यहाँ मर्कुस 5:25 मा लेखिएको छ। अनि कुनै एउटा स्त्री जसलाई 12 वर्षदेखि रगत बग्ने रोग लागेको थियो र अनेकौं वैद्यहरूबाट धेरै दुःख भोगेकी थिए अनि आफूसँग भएका सबै कुरा खर्च गरेको थिए र केही लाभ भएको थिएन, तर झन् खराब भएको थियो है। यहाँनिर चाहिँ परमेश्वरले चाहिँ 12 वर्षदेखि रगत बगेको स्त्रीलाई चाहिँ निको पार्नु भएको घटना पाउँछौँ हामी यहाँ चाहिँ है। अनि याइरसको छोरी पनि यहाँ मृत्युको मुखमा पुगिसकेको छ, तर उसलाई पनि नयाँ जीवन दिएको कुराहरू पाउँछौँ। अनि त्यो स्त्रीले चाहिँ अनेकौं वैद्य, थामी, झाँक्री होइन के हुन्छ संसारमा के गर्न सकिन्छ, डाक्टर त भइहाल्यो। अनि त्यो कुराहरू वैद्यको कुराहरू, माताको कुराहरू होइन, सबै भाकल गर्ने कुराहरू सबै उसले चाहिँ गरिसकेको थियो अरे। यो कुरालाई विश्वास गर्नुहुन्छ? यो वचनलाई, यो चाहिँ फेरि रियल घटना है। तपाईँहरूले यो एउटा कथागत एउटा यो होला भन्ने नसोच्नुहोस्। यो चाहिँ त्यो येशूको समयमा पालामा भएको कुरा हो यो चाहिँ। अनि त्यसपछिबाट अनेकौं खर्च गरिसक्यो उसले। अनि यहाँनिर चाहिँ अब सुधार होला, निको हुँदै जाला भन्ने क्रममा त झन् उसलाई चाहिँ खराब भएको थियो अरे के, झन् एकदमै गाह्रो हुने र 12 वर्षसम्म रगत बने स्त्री भनेपछि कति गाह्रो थियो होला हो कि होइन? भन्नुहोस् त। उसलाई प्रेम गर्थ्यो होला त संसारको मान्छेले, कति घृणा गर्थ्यो होला, कति फोहोरी भएर कति गनाउने भएर बसेको थियो होला त्यो स्त्रीले, कतिपय कुराहरू सहेको थियो होला, भन्नुहोस् सबै भएर बस्यो होला। तर 12 वर्षसम्म त्यो रोगले उसलाई सताइरहँदा चाहिँ उसले अनेकौं गर्यो, तर उसलाई केही लाभ भएन, झन् खराब भएको थियो। जब उसले येशूको विषयमा सुनि तब भिडमा पछिल्लोतिर आएर उनले वस्त्र छोई, किनकि भन्थे मैले उसको वस्त्र छोए मात्र भने पनि म निको हुनेछु। हालेलुया। त्यो स्त्रीले चाहिँ यतिसम्म कष्ट सहेको रहेछ कि बिचरा, अनि उसको विश्वास चाहिँ त्यतिसम्म रहेछ कि म येशूको थोरै वस्त्रलाई मात्रै छोए भने पनि म निको हुन्छु भनेर उसले चाहिँ विश्वास गरेको थिएछ। हालेलुया। अनि त्यसपछि एउटा मैले वस्त्र मात्रै छोएँ भने पनि म निको हुनेछु। आज तपाईँहरूले विश्वास गरेर आउनु भएको होला है। प्रभुको भवनमा चर्चमा म गएँ भने है मलाई पाउल गुरुबाले छोएर प्रार्थना गरिदिनु भयो भने म निको हुन्छु भनेर आज आउनु भएको होला। त्यो राम्रै हो, त्यो ठिकै हो है, एकदमै राम्रो कुरा हो। अनि यहाँनिर चाहिँ त्यो स्त्रीले पनि त्यही विचार राखेको रहेछ, यसलाई म थोरै छोएँ भने मात्रै पनि म निको हुनेछु भनेर उसले विश्वास गरेको थिएछ। अनि त्यो स्त्रीले चाहिँ येशूको लुगालाई छोएको कुराहरू पाउँछौँ। अनि त्यो स्त्री चाहिँ यहाँनिर चाहिँ अनि तुरुन्तै
पक्कै उसले रगत धारा सुकिहाल्यो अनि त्यस रोगबाट आफूलाई निको भएको कुरा उसले शरीरमा थाहा पाए। हालेलुया। यसुलाई चाहिँ उसले छुएर निको चङ्गाई भएको कुराहरू छ। अनि 34मा हेर्छौँ भने अनि उहाँले उसलाई भन्नुभयो, छोरी तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसित जाऊ र तिमी रोगबाट स्वास्थ्य हौ। हालेलुया। आज चाहिँ तपाईहरु मण्डली आउनु भएको छ, विश्वास गर्नुभएको छ, ग्रहण गर्नुभएको छ, बप्तिस गर्नुभएको छ अनि गुरुमाको जीवनबाट चङ्गाई हुन्छ। प्रभुले यो मिराकलको कार्य गरिराख्नु भएको छ। आज म निको हुन्छु भनेर तपाईहरुले विश्वास गर्नुभएको छ। यो धेरै राम्रो हो है। तर आज गुरुबा हुनुहुन्न, अस्ट्रेलियामा सेवाकार्य गर्दै हुनुहुन्छ अनि आज प्रार्थना गर्दै गर्दा हजुरहरूको जीवनमा यो हुनुपर्छ कि म चाहिँ मेरो विश्वासद्वारा पनि निको हुने रहेछु। हालेलुया। परमेश्वरको विश्वासद्वारा पनि म निको हुने रहेछु भनेर तपाईहरुले विश्वास गर्नुभयो भने चाहिँ हामी सदा निको, हामी सदा चङ्गाई छुटकारा, हामी सदा स्वास्थ्य हामी हुने रहेछौँ। हालेलुया। प्रभुको महिमा भएको होस्। अनि यो कुराहरूलाई पनि मैले विश्वास गर्छु, यो कुराहरूलाई पनि मैले जीवनमा लागू गरिरहेको छु। हालेलुया। अनि मलाई चाहिँ त्यो रुगाको कि ज्वरो मार्कीहरू आयो भने नि म चाहिँ एकदम चर्को आराधना, गहिरो आराधना गर्नुपर्छ अनि गर्ने लगतै मलाई चाहिँ निको हुन्छ। हालेलुया। प्रभुले गर्नुभएको छ, यो कुरामा म विश्वास गर्दछु। हुन्छ, प्रभुलाई धन्यवाद भएको होस्। अनि हजुरहरूले यो वचनलाई ग्रहण गर्नुभएको छ भने हामी विश्वास गर्नेछौँ। आउनुहोस् हामी सबैजना उठ्नेछौँ अनि हामी शेषको प्रार्थना गर्ने